टु माई न्यू डे न्यू ब्लग होइन आज चाहिँ हामी माछा मार्न जाँदैछौँ हेर्नु होला अहिले खोलामा गएपछि भेटौँला है त अब चाहिँ हामी निस्केर माछा मार्न जाँदैछौँ अगाडि मामा हिँडिरहनु भएको छ अनि म यता पछाडि अब हजुर अब हामी आधी बाटोमा गएर भेटौँला है त गाइस खोलामा पुगेर चाहिँ हामी खोलामा पुग्न लाग्यौँ होइन अब यहाँ अगाडि चाहिँ कुखुरा फार्म छ हेर्नु ठुलो हो कुखुरा फार्म अनि यता मामा हिँड्नु भएको मामा यता हाई भन्नु न अनि म यता छु अब हामी खेतमै गयो खेतमा होइन अब हामी खोलामा गएर भेटौँला है त गाइस गाइस खेत रोप्ने बेला भइसकेछ हेर्नुहोस् हेर्न सक्नुहुन्छ अगाडि यस्तो आली साली सबै लगाइसक्नु भएछ भ्यू पनि ठुलो ठुलो भइसकेछ यता चाहिँ अब चाहिँ हामी खोलामा पुग्न लाग्यौँ अब तलै माछा मार्ने ठाउँमै गएर भेटौँला है त गाइस अब हामी चाहिँ अहिले यहाँ माछा मार्ने ठाउँमा आइपुगिसक्यौँ यता हाम्रो ठुलो मामा यता बुवा यता मामा म छु यहाँ यो हामीले चाहिँ माछा मार्ने यता मामा चार किलो मार्नुपर्छ 4 किलो 1 किलो 4 ठाउँमा आज मार्नु कति किलो रे बुवा यहाँ आएर भन्नु न कति किलो 2 किलो नि 2 किलो 2 किलो दुईटा भएपछि 2 किलो भयो यहाँ हामीसँग कुकुर नि होइन गाइस अनि खोइ त तरुनी अहिले त्यहाँ घाँस काट्न लाखा अहिले आउँछ रोटी खाजा ल्याउँछ ल अब एकछिन भेटौँला है हो एकछिन भेटौँ ल ठुलो मामा हुनुहुन्छ यता हेर्नु त मामा आइ भन्नु न माछा मारेको भिडियो हाल्ने क्या आज खतरा भाइरल हुन्छ भर्खर खिचेर आयो क्या मामा बाजेको अब हामी यता तल मामाबाट जाँदैछौँ तल यता मामाले यहाँ फेरि गरिरहनु भएको मामा आइ भन्नु न अब ल केटा गाई चाहिँ यहाँ पानी थुन्दैछौँ यहाँनिर चिनिसक्यौँ उहाँ माथि बुवाले थुन्दै हुनुहुन्छ है यहाँ चाहिँ यत्रो ठुलो पानी आयो यता मामा सक्नुहुन्छ गाइज बुवा एक्लै थुनिरहनु भएको यता अन्त बुवा एक्लैले थुनि भ्याउनु भयो घोप्टी परेर बुवाले चाहिँ घोप्टी परेर गर्दैन हुन्छ गाइज भन्नु न त ल फेरि घौटी परेर माछा मार्न लाखा माछा मार्न लाग्छु मैले भन्नु न माछा मार्न लाग्छु मैले म चाहिँ यहाँ छु मैले चाहिँ यो काटेर यहाँ लिएर आएर टक्क राखेँ बुवाले फम्मै लिएर आइसक्नु पऱ्यो गाइस पानी बुवाले त फम्मै गर्छ भन्छ मैले भनेको नगरे बुवाले चाहिँ गरिसक्नु अब चाहिँ हामी यो फुलुङ भर्ने हो है यता मामाले बिस्कुट्दै हुनुहुन्छ यता बुवाले के भन्नुभयो अरे फेरि भन्नु न बुवा भरै यता खोलाको माछा भर्दैन भने भरै भर्ने छ्याम्मा बनाएर लाँदा पर्छ छ्याम्मा बनाएर छेकीको बिर्को लाग्यो ठेकी चिनेन भन्दै गाई हजुरले ठेकी चिन्नु भएको कि चिन्नु भएन भन्नु रे है कमेन्ट गर्नु है ठेकीमा बिर्को नभए यता छ ठेकी यहाँ बिर्को नभए उता बुवासँग छ जान्ने मान्छे बुवासँग कुट्न जान्दैन
तपाईँहरू बिस्कुट नजाने बुझ्न कहाँ गयो ल यहाँ चाहिँ बुवाले माछा भेटिसक्नुभयो जस्तो हो गाइज ठुलो छ ठुलो छ नि खोलाको यो हाम्रो खोलाको ठुलो छ माछा बुवाको भन्दा ठुलो माछा छ कहाँ गयो यहाँ भेट्टाएको थियो कहाँ गयो तेरीमा चाहिँ खै खोर्नु फर्किएर गए ल हाम्रो एउटा बोनी भयो है गाई हाम्रो चाहिँ एउटा एउटा मुठीभरिको छ एउटा मुठीभरिको छ अरे बुवाको बुवाको होइन खोलाको माछा ए खोलाको माछा बुवाको होइन अरे गाई खोलाको माछा अरे एक मुठीको खोलीको माछा गाई खोलीको माछा अर्ग्यानिक माछा बुवाको माछा भन्दै बुवाको माछा कस्तो माछा त्यही होला नि यहाँ लगाइ चल माछा खोज्दा बचायो माछा कता माछा त उडेछ त यहाँ आउँदा मामा यहाँ चलो भान्जा लो मैले मुठी गरेको ठाउँमा के भन्नु टल्के के हो भन्दा फकेटा बुझ्नु न समात्यौ समाथि हेत्तेरी भन्दा बुले भन्दा रहेछ कि अब ल गाइस मैले पनि बोनी गरेँ यहाँ हेर्नुहोस् बुझेन बुझिन अहिले उठेर जलपुर गरेर गाइस यो चाहिँ यत्रो ठुलो खोला थुरेर चाहिँ माछा मार्दैछौँ यहाँबाट थुनेर यता लगायौँ पानी अनि तल गएर चाहिँ माछा अठ्याउँदैछौँ बुवाले यहाँ ठुलो अठ्याउँछु भनेर बसिरहनु भयो अब बुवाले कत्रो अठ्याउनुहुन्छ यहाँबाट पानीको तालमा आफ्नै अठ्याउनुहुन्छ कि अब माछा अठ्याउनुहुन्छ भन्ने कुरो गाइस अब बुवाले अहिले समाचार भन्नुहुन्छ अरे बुवाले अठ्याएपछि भन्नुहुन्छ अरे है त गाइस ल अहिले समाचार ल हेर्नुहोस् ल यता चाहिँ दुईजना मामाहरूले बिस्कुट्दै हाल्दै हुनुहुन्छ हजुर यहाँ ठुलो मामाले चाहिँ माछा नि अठ्याइरहनु भएको हेर्नुहोस् मैले त्यहाँ माथि राखेँ क्या म्यादी हुँदैछु के गाइस म यहाँ अब म्यादी ल अब एकछिन भेटौँ ल गाइस अब अहिले चाहिँ म म्यादी भएर आइसकेँ यहाँ मामाले माछा अठ्याउनु भएर फुर्लुङ बोकेर खै हेर्नुहोस् गाइस मामाले अठ्याउनु भएको माछा यहाँ बिग साइजको छ यहाँ चाहिँ भोरिन लाग्यो गाइस माछा अर्को नि यता हुन्छ मामा अर्को नि रहेछ गाइस यहाँ हाम्रो मामा घरको खोलामा चाहिँ ठुल्ठुलो पाउँदो रहेछ गाइस माछा यहाँ चाहिँ छ गाइस माछा म फ्ल्यास पालेर देखाउँछु गाइस चाहिँ हेर्नुहोस् गाइस माछा अर्ग्यानिक माछा गाइस यता मामाले ढुङ्गा फाल्दै हुनुहुन्छ गाइस चाहिँ खोलाको अर्ग्यानिक धारा अब यहाँ पानी खानुपर्छ त्यस्तै
मामाले यहाँ फेरि अठाइसक्नुभएछ गाइज। 5वटा जति मार्नुहुन्छ अरे मामाले यहीँबाट गाइज। तेरी गाइज त्यहीँ छ मामा, त्यहीँ ढुङ्गामा उ त्यो सानो ढुङ्गा अगाडि होइन होइन हेर्नु उ त्यहाँ द गाइज। फेरि जिउँदै भयो गाइज, फेरि जिउँदै गएछ गाइज। हेऱ्यो त गाइज। द गाइज 5वटा मामा एक्लैले 5वटा मारिसक्नुभयो यहाँ तल आएर गाइज। गङ्गटा मामा त्यहाँ हामी त खाँदैन गाइज। अर्ग्यानिक माछा मात्रै खाने गाइज हामी। हेर्नुहोस् गाइज, हेर्नुहोस् गाइज 2टा 3टा 4टा 5वटा गाइज। यस्तो लिँदा मामा म थम्बनेल राख्छु, थम्बनेल यस्तै अठाएर हेर्नु न यता पक्नै भएन भयो गाइज। माछा चाहिँ फुलुङ भरिन भरिन अझै बाँकी छ। ल हेर्नुहोस् हाम्रो बुवा त दुलो दुलो छिर्नुहुन्छ गाइज। दुलो खोज्दै हुनुहुन्छ बुवा। यहाँ अघि एउटा माछाले संसार घुमायो गाइज, अब यहाँ कतिवटा माछाले घुमाउने हो गाइज। संसार ठेगान छैन गाइज। अब यहाँ चाहिँ रमाइलो गइरहेको गाइज। यहाँ बुवालाई संसार घुमायो गाइज। संसार अब चाहिँ संसार घुम्नलाई ब्यागै बोकेर आउनु भएको गाइज बुवा चाहिँ। भित्र पस्नलाई कस्तो रहेछ संसार हेर्छु गरेर झोलै बोकेर आयो गाइज। एउटा हिँडै छ अलि खोल्दै त्यहाँ लो गाइज यहाँ खोल्न हो दिदी अलिकति गाइडको गिडै भन्दै खोजेन भन्दै गाइडले सोध्यो यहाँ हामी संसार घुम्दैछौँ। के लिएर आउनु बुवा? खुर्सानी बुवा त खत्तम गयो। ल गाइज म चाहिँ अब यहाँ खुर्सानी लिन आएको छु गाइज। यहाँ निस्किँदैछ अरे गाइज माछा। यता मामाले खोज्दै हुनुहुन्छ है गाइज। ल गाइज बुवाले समाउनु हाल्नु गाइज। बुवा टोपी लगाएर आँखे छोपेर हिँड्नुहुन्छ गाइज बुवाले। माछाले बुवालाई देख्छ भनेर गाइज बुवाले टोपी नै मुख छोप्नु भएको टोपीले गाइज। हेर्नुहोस् गाइज अलिकति खुर्सानी झार काट्नु हुन्छ गाइज। यस्तो यस्तो कुर छ गाइज यहाँ चाहिँ। यता बुवाले पानी सफा गरिरहनु भएको कि फोहोर गर्नुभयो बुवा। बडाला जस्तो गर्नुभएको नि त बुवा। गाइज फेरि माछा आयो गाइज। गाइज ल त गाइज आयो अर्को नि गाइज। यहाँ हेर्नुहोस् एकै ठाउँमा यहाँ हाम्रो मामाले झिक्दै हुनुहुन्छ गाइज। 5वटा उयो त तपाईँको हात नि छ जस्तो लाग्यो समातिर चाहिँ उयो एउटा उङ्गो एउटा उङ्गो। यो त ढुङ्गा हो होइन गाइस। सक्क यहाँको सक्को गाइज। यहाँ हेर्न सक्नुहुन्छ गाइज एकै ठाउँमा। अझै छ अझै छ त्यत्तिकै हात खान्छ। ल गाइज खोइ भाडा ल्याउ छिटो।
यता यता भाडा गाइज आएर तू गाइज गाइज देखो ना गाइज देखो ना बिग साइज गाइज बिग साइज हामी डेस्टिनेसन चेन्ज गर्दैछौँ माथिबाट मारेर चारजना यो चाहिँ हाम्रो मामा घरको खोला अगाडि दुईजना मामा हिँड्नु भयो पछाडि म र बुवा हेर्नुहोस् बुवाले माछा बोकेर हिँड्नु भयो उता बुवा हामी हिँड्दैछौँ हामी चाहिँ ठाउँ खोज्दै हिँड्नु मैले माछा राख्ने ठाउँ नभएर गिरिजलाई हिँड्न रे फ्रिज छैन ल अब हाम्रो चाहिँ यहीँ भएको कुरो बस्ने कुरो यहीँ भयो माछा फ्रिजभित्र राखिसक्नुभयो यता चाहिँ फेरि काम सुरु भइसक्यो गाइज हाम्रो होइन हेर्नु जङ्गलको बिचमा माछा मार्न आयो हामीसँग हाम्रो दलले पनि छ म यहाँ छु अब काम गर्नुपर्छ गाइज एकछिन आउनुहुन्छ अरे के फर्काउनुहुन्छ त्यो चाहिँ थाहा छैन गाइज लगाइ हेर्नु बुवाले खोताल्दै हुनुहुन्छ के खोताल्नु भयो बुवा के खोताल्नु भयो पत्थर पत्थर रे एकदम रमाइलो भइरहेको रमाइलो भयो यसरी हामीले चाहिँ यहाँ खोलालाई चाहिँ यस्तो खोताल्दैछौँ यहाँ माछा मार्नुभन्दा अगाडि मामा दुईजना मामाले खोताल्दै हुनुहुन्छ यता बुवाले खोताल्दै हुनुहुन्छ बुवाले चाहिँ यहाँ खोताल्दै अर्कोपट्टि खोतालिसक्नुभयो निकाल्न लाग्नु गइरह गाई खालि दुलो मात्रै खोज्नुहुन्छ बुवाले माछा बसेको दुलो माछा बसेको दुलो रे दुलो खोजेको खोजे फेला पार्दैन दिउँसो सक्नुहुन्न रातिमा सक्नुहुन्छ दिउँसो सक्नुहुन्न अरे रातिमा मात्रै सक्नुहुन्छ अरे है त गाई ल बुवाले चाहिँ दुःख नमान्नु ल दुःख नमान्नु रे बुवाले भन्नुभयो सुनिरहनु भयो होला मैले पनि भनिरहेको छु है गाई चिनाल के अरे यो छत्री लाउने बुढो लाउने बुढो बाँसको चोया हेर्नुहोस् यो बुढा 60 वर्षको हो खालि दुलै मात्रै खोप्छ भन्दै दुलै मात्रै खोप्छ खोज्छु मैले भन्नु न दुलो मात्रै खोज्छु यो चोयाको चोप लाउने रमाइलो भइरहेको गाई चाहिँ धेरै रमाइलो यहाँ काम गर्दै भिडियो बनाउँदै अब हामीले चाहिँ यहाँ हो माछा मार्ने हेर्नु अहिलेलाई बिदाई छ अरे बुवाबाट पनि बिदाई छ अहिलेलाई हामी सबैबाट बिदाई छ एकछिनै भेटौँला अब भोरेर फेरि यहाँ बुवाको टोपी पनि भोरिन लगाइसक्यो है गाइज यहाँ यता
फेरि मामाले अठ्याउनु भयो। त्यसले खालि टोपी लगाएको कोयाको टोपी लगाएको बुढोको फुर्लुङ भोर्रियो गोर्यो फुर्लुङ फुर्लुङ टोपधरि भोर्रियो लाँडै सिटी भन्दै अघिको त्यो तपाईँले अठ्याउनु भएको जत्रै भेट्यो नि नि अर्को नि छ ए भेटिन्छ भनेपछि लगाइस हामीले माछा मार्दैछौँ मैले अब सबै अठ्याइ भएपछि भेटौँला अब गाइस हामीले माछा मार्दा ठाउँमा मान्छेहरू छुटेर फेरि चोट दिइरहेको छन् है त सडै सड ओ बुवा यता हेर्नु न त यता मामा रमाइलो भइरह म्याजीको टोपीमा आइसक्यो होइन यहाँ मेरो हातमा फुल्लिङ छ यता मामा कोदालो बोकेर हिँड्नु भएको अनि उता अगाडि मामाले माछा बोकेर हिँड्नु भएको होइन यहाँ हेर्न सक्नुहुन्छ यहाँ यता मासतिर पनि माछा मार्ने मान्छेहरू धेरै माछा मार्ने मान्छेहरू हुनुहुँदो रहेछ 3 जना जति हेर्नु गाइस अझ रमाइलो हुनेछ हामी मामा 1 जना यता मामा 1 जना अनि उता मामा 2 जना भयौँ हामी 2 जना अनि उता बुवा 3 जना अस्ति त 4 जना हामी 4 जनाले यति 5 किलो मार्यौँ है गाइस हेर्नुहोस् यहाँ फुर्लुङ पनि छ 2-4 वटा जति अझै मार्नै छ हामीले बुवा पानी खाँदै हुनुहुन्छ अब एकचोटि लास्ट एकचोटि टोप लाउने टोप लाग्ने उसको नाम चाहिँ हालबहादुर अनि थापमाया चाहिँ तलतिर जानुभएको भन्नुभयो सुन्नुभयो नि गाइस सुन्नुभयो नि यति पर्फेक्ट माटो लिएर आएर यसरी राख्नुपर्छ है गाइस हेर्नुहोस् यहाँ यस्तो गाह्रो हुन्छ गाइस माछा मारेर खान गाह्रो उयो त हाम्रो छत्री टोपी लाउने बुवाले यहाँ थुन्दै हुनुहुन्छ गाइस दुलो खोज्नको लागि मान्छे धेरै भयो भन्न त अघि दुलो खोज्नु भएको थियो बुवाले मान्छे धेरै भएर केही गर्नु भएन बुवाले अहिले पाउनु भन्छ गर्नुहुन्छ अरे गाइस बुवाले अवश्य गर्नुहुन्छ अरे गर्छ यो बुढाबुवाले त एकदम खराब छ गर्छ यो बुढाबुवा त एकदम खराब हो मान्छे गाइस राख्नु भयो अरे बुवाले भाँडे चाहिँ गाइस है ल नरिसाउनुहोस् रे उहाँ मामा चाहिँ माटो लिन जानुभयो अब म पनि जान्छु गाइस हाम्रो यस्तो पनि काट्नु पर्छ है गाइस यस्तो उता मामा पानी पौडी खेलिरहनु भयो मामा यसलाई भन्छ गल नेपाली स्टाइलको गल गाइस मान्छेले गर्छ बल भन्दै अब बुवाले गर्नुहुन्छ बल देखाए ऐसे मारेका यो चाहिँ हाम्रो तेस्रो ठाउँ गाइस ल ल बुवा बल लाउनु बल
अघिको तरुनीले लगाउन नसकिने अहिले लगाउनु बल तरुणदेखि त्यही बुढो चाहिने यही बुबा हो भन्नु तरुणी मान्छे चाहिने केटी मान्छे चाहिने यही मान्छे हो यो टोप लाउने मै हो भन्नु न ए मै हो मलाई धेरै चाहिन्छ त्यो बुझ्न आएछ के मलाई धेरै चाहिन्छ त्यता कहीँ मिलेदेखि सम्पर्क गरिदिनु म हाप्सी जस्तो हो मान्छे चाहिँ नेपाली हो तर धेरै चाहिने बुढो भयो नि धेरै चाहिने बुवालाई 5 वटा त सोधेँ 5 वटा बिहा भयो सर भन्नु यति थुनेर भ्यायौँ यहाँ चाहिँ ठुलो ताल भइसक्यो उता मामाले पनि माटो गराउनु भयो हामीले नि गर्नु अनि यता बुवाले चाहिँ थुनिरहनु भयो मामाले लिएर आउनुभयो फेरि हाल्नुभयो मामाले लिएर आएर तपाईँ नि बुवा अलि धेरै तपाईँले चाहिँ बुढो भएर टोपी खोल्नु नि टोपी टोपी भरेको अनुहारै देखेन क्या तपाईँको ल यो नेफ्लेते हाप्सी हो भने म हाप्सी हो भन्नु न म हाप्सी हो नेफ्लेते नाम चाहिँ नेफ्लेते मलाई धेरै तपाईँलाई धेरै के चाहिन्छ अरे बुवा मलाई उयो हो त्यो कापे बढी चाहिन्छ धेरै रातैभरि चाहिन्छ लगाइ बुवालाई चाहिँ कापे कि क्यापे धेरै चाहिन्छ अरे रातभरि चाहिन्छ नत्र निन्द्रा आउँदैन नत्र निन्द्रा आउँदैन अरे बुवा कस्तो कापे भने गुलेली कापे रे है गाइस ल गुलेली कापे नराम्रो नसोच्नु होला मान्छे कापे मान्छेको कापा भएपछि चित्त बुच्चा हाम्रो बुवा चाहिँ शेरसँग लड्नु भएको हो होइन होइन त बुवा हो शेरसँग लड्दाखेरि कस्तो भयो त नि बहुत तगडा तपाईँले पिडिदिनु भयो भने होइन शेरलाई डराएर भाग्यो है डराएर भाग्यो भागिहाल्दैन केही भन्नु न त फेरि अघिको जस्तै अहिले यो बिस कुट्दैछु अहिले भन्नु ल अहिले एकछिन भेटौँ ल गाई जब ल जाने बेला अब अन्तिम भएर जाने माछा पकाउने हजुर अनि खाने लगाइ फेरि मामाले अठाइसक्नुभयो एउटा खाएर फेरि अर्को नि खाएर अनि सुत्ने ए यो यहीँ छोडिदिने बुवा बुवा यो यहीँ छोडिदिने अब ल त गाइस मेरो हात चाहिँ यत्रो छ है ल अब हामी चाहिँ घर चल्दिस त्यस्तो त नभन्नु न भिडियो हो युट्युबमा हाल्ने हो हजुर टिभीमा हेर्नु बेलुका आउँछ गाई अब चाहिँ हामी घर जानु लाग्यो होइन अब यहाँबाट थोरै माथि निस्किन्छौँ एकछिन बस्छौँ अनि त्यसपछि घर जान्छौँ नुहाइधुवाइ गर्छौँ अनि फेरि बजारतिर निस्किन्छौँ निस्क्यौँ भने भिडियोमा देखाउँछौँ निस्केन भने देखाउँदैनौँ है त यता अगाडि चाहिँ मामा हिँडिरहनु भएको मामाले नि एउटा माछा अठ्याएर हिँड्नु भएको खोइ मामा देखाइदिनु त तपाईँको हातको माछा लगाइछ मामाको हातको माछा हामी दुवैजनासँग उत्रै छ हातमा माछा अहिले उहाँ माथि चाहिँ मामाले माछा निकालिसक्नु गाइस मामा भाटा गएर हेर्नुपर्छ माछा एकछिन तपाईँहरूलाई पनि देखाउँछु म देखाउने छु लास्ट इन्डिङमा लगाइछु उहाँ मामाको हातमा यहाँ छ मामा लगाइछु माछा
यता मामा गाइज माछा कुन तल्लो हजुर गाइस माछा यो जिनीमा तिमीलाई पाएँ अर्को जिनीमा हुन्छ मामा म एउटा मरेर बसेछ गाइस बनाएर जति खायो नि पुगो यो जिनीमा गाइस गाम यता बुवा ल गाइस अहिले लास्टमा भेटौँला अब घर आइपुगिसक्यो अब गएर माछा मार्छौँ त्यसपछि फेरि छुट्टिन्छौँ नुहाइदै गर्छौँ अनि खाना खान्छौँ अनि सुत्छौँ सेट दुईवटा थम्बनेल खिचौँ भनेको झन् दुइटै हटाउँछ खै मामा यता हेर्न एउटा अठाएर